नमस्कार सम्पूर्णलाई नयाँ भिडियोमा। आज यस भिडियोमा हामी केपी शर्मा ओलीको जीवन सङ्घर्ष कथाको सम्बन्धमा चर्चा गर्नेछौँ। केपी शर्मा ओलीको राजनीतिक अवस्था, उनको जीवन सङ्घर्ष, जेल यात्रा लगायत विभिन्न सम्बन्धमा रहेर यस भिडियोमा चर्चा गर्छौँ। अब भने भिडियोलाई सुरु गरौँ। नेपालको समकालीन राजनीतिमा केपी शर्मा ओली एक यस्तो नाम हो जसले देशको लोकतान्त्रिक सङ्क्रमण, राजनीतिक द्वन्द्व, उत्थान, शक्ति सङ्घर्षका लगभग सबै चरण अनुभूति गरेका छन्। भूमिगत सङ्घर्ष, जेल यात्रा, बहुदलीय आन्दोलनदेखि लिएर प्रधानमन्त्रीको कुर्सीसम्मको यात्रामा उनी सदैव विवादको लोकप्रियता र चासोको केन्द्रमा रहे। 2000 को दशकपछि नेपालको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण मोड आउने क्रममा ओलीको राष्ट्रिय छवि क्रमशः बलियो बन्दै गयो। विशेष गरी संविधान निर्माण, राष्ट्रियता र कूटनीतिक सन्तुलनका सन्दर्भमा चीन भारत सम्बन्धको सन्तुलन, राष्ट्रियतामा आधारित भाषण शैली र ठाडो निर्णय लिन सक्ने क्षमताले उनलाई कतिपयका लागि प्रभावशाली नेताको रूपमा उभ्यायो भने अर्कोतर्फ आलोचनात्मक र विवादमा पनि उत्तिकै साथमा जोडिँदै गए। केपी शर्मा ओलीको जन्म विक्रम सम्वत 2011 फागुन 11 गते तेह्रथुम जिल्लाको हातम्बर गाउँ तेह्रथुम नगरपालिकामा भएको हो। कृषक परिवारमा जन्मिएका ओलीको बाल्यकाल आर्थिक रूपमा सहज थिएन। पिता मोहन प्रसाद ओली र माता माधुमाया ओलीको धार्मिक, श्रमशील र परम्परागत ग्रामीण जीवनशैली विश्वास गर्ने व्यक्ति थिए। परिवारको आम्दानी मुख्यतया कृषि उत्पादनबाट आउने गर्थ्यो र त्यही वातावरणले ओलीलाई श्रम, कठिनाई र आत्मनिर्भरता जीवनका आवश्यक पक्ष हुन् भन्ने बोध गरायो। बाल्यकालमा नै ओलीले आमाको निधन भोगे। कम उमेरमै मातृवियोगले उनीभित्र कठोरता, आत्मनियन्त्रण र भावनात्मक दृढताको विकास गर्यो। परिवारमा दाजुभाइ बहिनीहरूको साथ भए पनि आर्थिक अभाव र जीवनयापनका सङ्घर्षले उनलाई बाल्यकालदेखि नै आत्मनिर्भर सोचका साथ बाँच्न प्रेरित गर्यो। शिक्षा प्रारम्भिक तह गाउँमै विद्यालयबाट भए पनि औपचारिक जीवनसँग भन्दा पहिल्यै उनी राजनीतिक गतिविधिप्रति आकर्षित भए। किशोर अवस्थाकै अन्त्यतिर उनी सामाजिक चेतना, राजनीतिक अन्याय र सामन्तवादी सोचप्रति असहमति राख्ने खालका थिए। उनी यही स्वरूपले पछि उनलाई वामपन्थी विचारधारातर्फ उन्मुख बनायो। केपी ओलीको राजनीतिक प्रवेश विक्रम सम्वत 2028 सालतिर हुन्छ, जब नेपालमा पञ्चायती व्यवस्था लागू थियो। प्रत्यक्ष राजनीतिक दल सञ्चालनमा रोक थियो, तर भूमिगत रूपमा वामपन्थी गतिविधि भइरहेको समय थियो। त्यति बेला ओली किशोर अवस्थाबाटै राजनीतिक चेतना बोकेका क्रियाशील युवाको रूपमा परिचित भए। विक्रम सम्वत 2029 सालमा उनी औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्छन्। पार्टीमा प्रवेशसँगै उनले विभिन्न गोप्य बैठक, जनसङ्गठन निर्माण, पर्चा वितरण र सन्देश सम्प्रेषण जस्ता भूमिगत गतिविधिमा सक्रियता जनाए। युवा अवस्थामा उनको प्रमुख कार्यक्षेत्र पूर्वी नेपाल थियो, जहाँ उनी टोलटोलमा गैँडाकोटदेखि इलाम, झापा र तेह्रथुमसम्म राजनीतिक चेतना फैलाउने काममा जुटे। उनमा सङ्गठन बनाउने क्षमतामा कठोरता र जोखिम लिन सक्ने साहस पहिल्यैदेखि नै देखिन थालेको थियो। साथै ओली वक्ताका रूपमा पनि उदाए। उनी सजिलो भाषामा जनतालाई आफ्नो पक्षमा तान्ने क्षमता राख्थे। जटिल राजनीतिक सिद्धान्तलाई सरल उदाहरण मार्फत बुझाउने शैलीले गाउँ गाउँमा उनी लोकप्रियता बन्दै गए। नेपालमा पञ्चायती शासन विरुद्धको आन्दोलन तीव्र हुँदै जाँदा ओली पूर्ण रूपमा भूमिगत र समर्पित भए। आन्दोलनमा भूमिको कारण उनी 2036 सालमा पहिलो पटक पक्राउ परे। ओलीको राजनीतिक यात्रामा सबैभन्दा लामो कारावास 14 वर्षको कैद हो, जुन उनले कर्मिक रूपमा विक्रम सम्वत 2038 सालदेखि 46 सालसम्म विभिन्न जेलमा बसेर भोगे। जेल यात्राले उनीभित्र दुई कुरा स्पष्ट गर्यो: विचारधाराप्रति अटलता, सङ्गठनात्मक कठोर र अनुशासन। जेलमा उनले राजनीतिक दर्शन, विश्व आर्थिक प्रणाली, मार्क्सवाद, समाजवाद र शक्ति व्यवस्थाबारे निकै अध्ययन गरे। उनले पछि दिएको अन्तर्वार्तामा बारम्बार भनेका छन् कि जेलकै अवधिमा आफू वास्तविक राजनेता बने। कारागार जीवनपछि ओलीको दृढ
थाई र स्पष्ट वक्ताका रूपमा पुनः राजनीतिमा फर्किन्छन्। उनको बोल्ने शैलीमा व्यङ्ग्यात्मक, प्रहारात्मक र आत्मविश्वासले उनलाई केवल पार्टीभित्र होइन राष्ट्रिय राजनीतिमा नै चर्चित बनाउने आधार बनायो। विक्रमसम्म 2046 सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रजातन्त्र जुन स्थापित भयो, भूमिगत सङ्घर्ष र जेल जीवनबाट निस्केका केपी शर्मा ओली खुला राजनीति गर्ने अवसर पाए। यो चरणले उनी भित्रको सङ्गठनात्मक क्षमताको वास्तविक परीक्षण गर्यो। 2048 सालको आम निर्वाचनमा उनले झापाबाट प्रतिनिधित्वको अवसर पाए। पार्टीभित्र नेतृत्वको तहमा उनी दृढ, तेजस्वी र निर्णय लिन सक्ने नेता भनेर चिनिन थाले। बोल्ने शैली तेज, आलोचना प्रहारात्मक र व्यङ्ग्यात्मक, यही कारण उनी संसदमा ध्यानाकर्षणको केन्द्र बन्न थाले। पाँचथर, इलाम, झापा, मोरङ जस्ता पूर्वी जिल्लामा ओलीको प्रभाव बढ्दै गयो। उनले संसदमा बोल्दा स्पष्ट भाषा, तथ्ययुक्त तर्क र व्यङ्ग्य मिश्रित शैली उनलाई राष्ट्रिय रूपमा पहिचान दिलाउने तत्त्व बने। उनको बोलीले राजनीतिक बहसलाई जीवित राख्थ्यो। कुनै विषयमा निष्कर्ष नआउँदा पनि ओलीको टिप्पणीले संसद हलमा वातावरण बदलिदिन्थ्यो। विक्रमसम्म 2050 को दशकमा एमाले भित्र नेतृत्वको प्रतिस्पर्धा बढ्दै गयो। मदन भण्डारीको निधनपछि सङ्गठनको नयाँ पुस्तालाई अघि ल्याउन थालेको थियो। ओली यसै चरणमा केन्द्रीय नेताको रूपमा स्थिर हुन थाले। एमालेका आन्तरिक राजनीतिमा झापा समूह र काठमाडौँ केन्द्रीय समूहबीच शक्ति सन्तुलन तानातान चलिरहेको थियो। ओली झापा समूहका प्रभावशाली अनुहार बने। विक्रमसम्म 2069 सालमा उनी पहिलोपटक एमालेका अध्यक्ष बने। यो एमालेको इतिहासमा निर्णायक मोड थियो, किनकि पार्टी नेतृत्वमा अब भूमिगत पुस्ताबाट संसदीय नेतृत्वमा सङ्क्रमण हुँदै थियो। विक्रमसम्म 2072 असोज 3 मा नेपालमा नयाँ संविधान जारी भयो। तर यो छेडसँगै तराई मधेसी आन्दोलन, भारत नेपाल नाकाबन्दी र कूटनीतिक तनाव एकैसाथ सुरु भए। यही संवेदनशील अवस्थामा ओली 2072 कार्तिक 28 गते प्रधानमन्त्रीमा निर्वाचित भए। ओलीको पहिलो कार्यकाललाई धेरैले राष्ट्रिय प्रधान कार्यकाल भनेर पनि सम्झन्छन्। भारतसँगको तनाव बीचमा उनले चीनसँग वैकल्पिक व्यवहार इन्धन सम्झौता गरे, जसले नेपालमा वैकल्पिक मार्ग, स्वाभिमान र राष्ट्रियता रणनीतिको उत्थान। कार्यकालले ओलीलाई राष्ट्रवादी छवि दिलायो। विक्रमसम्म 2074 को निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गर्यो। एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी नेपका गठन भयो। ओली पुनः प्रधानमन्त्री बने। यस समयमा सडक पूर्वाधार, स्वास्थ्य क्षेत्रमा निशुल्क डायलाइसिस सेवा, क्यान्सर उपचारको विस्तार, मेलन्ची खानेपानी लगायतका योजना विस्तार गरे। यस समयमा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नारा, पूर्वाधारमा ठुलो लगानी, विदेश नीतिमा सन्तुलन र दृढता, युरिया कारखाना पुनः सञ्चालन जस्ता धेरै प्रयासहरू गरे। त्यसपछि ओली विक्रमसम्म 2081 मा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्ति भए। विक्रमसम्म 2082 साल भाद्र 23 बाट सञ्चालन भएको जेएनजी आन्दोलनको विषम परिस्थितिको कारण उनी प्रधानमन्त्रीबाट राजीनामा दिए। उनको जीवन सङ्घर्ष अझै पनि चलिरहेको छ। केपी शर्मा ओली नेपालको समकालीन राजनीतिमा सबैभन्दा प्रभावशाली, विवाद रहित र चर्चित नेतामध्ये एक हुन्। उनका समर्थकले उनलाई राष्ट्रियता र दृढ नेतृत्वको प्रतीक मान्छन्, जबकि आलोचकहरूले दलीय लोकतन्त्रभन्दा बढी सत्ता केन्द्रित भएको आरोप पनि लगाउँछन्। तर जे भए पनि नेपाली राजनीतिमा लामो समयसम्म टिक्ने र राम्रो काम गर्ने एक विश्वासिलो नेताको रूपमा केपी शर्मा ओली चिनिन्छन्। धन्यवाद। आजको लागि भिडियो यति नै। भिडियो हेर्नुभयो अन्त्यसम्म यहाँलाई धन्यवाद। च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनुहोला। भिडियोलाई लाइक गर्नुहोला। यस्तै नयाँ भिडियोको साथमा म पुनः उपस्थित हुनेछु। हस्त, धन्यवाद।